हेलो एभ्रिवान, वेलकम सबैलाई नेवर भाइटिङ सो च्यानलमा। ह्याप्पी सरस्वती पूजा सबैलाई मेरो तर्फबाट। आज हामी सबैजना टिचर स्टाफ स्कुलमा पूजा गर्दैछौँ। हेर्नुहोस् होला, यो चाहिँ पूजाको लागि प्रसादहरू काटेर रेडी गर्दै थिए सबैले। यहाँ चाहिँ अब सबैले आफ्नो आफ्नो कामहरू लिएर बिजी थिए। हेर्नुहोस् होला, यसमा म चाहिँ अलिकति हल्का ब्लग गर्दै थिएँ सबैको। यो चाहिँ एप्पल काटेर रेडी गर्दै थिएँ, सबै कुरा एउटै जग्गामा मिक्स गरिदिएको थिएँ। यसमा हेर्नुहोस् होला, 3-4 थरीको प्रसादीहरू छ। यो चाहिँ मेवाहरू भयो, यसमा बर्ड छ, यो चाहिँ बतासा। यो चाहिँ पूजाको लागि फुलहरू रेडी गरेर आएको थियो। हेर्नु होला, यता चाहिँ अलिअलि सामानहरू पनि रेडी गरेर आएछ। यो चाहिँ लड्डुहरू हो। हेर्नुहोस् होला, यता बाहिर चाहिँ नानीहरू सबैजना पर्खिरहेको थियो पूजाको लागि। सबैजना पुरा एक्साइटेड छ, इन्जोय गरिरहेको थियो सबैले, फुर्ती गरिरहेको थियो सबैजनाले। यो चाहिँ हाम्रो सरस्वती माताको मूर्ति। यो चाहिँ सबैजनाले बसेर पूजा गर्दै थिए भित्रै। हेर्नु होला, यो चाहिँ पूजा गरिसकेर फोटो सेसन गर्न थालेको हल्का सबैले मिलेर क्लिक गर्दै थिए। हेर्नुहोस् होला, यो चाहिँ स्कुलको नानीहरू कस्तो देख्यो लाइक कमेन्ट गर्नुहोस् होला। यो चाहिँ पूजा गरिसकेर सबैलाई प्रसादहरू डिस्ट्रिब्युट गर्नको लागि रेडी गर्दै थिए सबैले मिलेर। यो चाहिँ नेक्स्ट डेको ब्लग हो। यो चाहिँ खिचडी र सब्जीको लागि तयारी गर्दै थियो। यहाँ चाहिँ सब्जीहरू काट्दै थियो मिसहरूले। हेर्नु होला, यहाँ चाहिँ हल्का मरमसला पनि छ यसको भित्र चाहिँ। यता चाहिँ चामल यो ब्यागमा। हेर्नुहोस् होला, खिचडीको लागि यो चाहिँ मुङ दाल, यहाँ चाहिँ खानतेल, मस्टर्ड ओइल। यहाँ चाहिँ हामी 2जना सर भएर खिचडी बनाउँदै थियौँ। यो चाहिँ 2 दिनको ब्लग हो, मैले दुईटालाई मिलाएर अन्त अपलोड गरेको। हेर्नुहोस् होला, सेम डे हामीले खिचडी बनाउनु पाएन, त्यसबाट यो चाहिँ नेक्स्ट डेको खिचडी बनाएको भिडियो हो। यहाँ चाहिँ सब्जी पाकेपछि चाहिँ मैले ट्रान्सफर गर्दै थिएँ। हेर्नु होला, यसमा चाहिँ सबै कुरो पाकेर रेडी भएको हो। यो चाहिँ अलमोस्ट बाँड्नुको लागि चाहिँ हल्का मिक्स गर्दै थिएँ सब्जीहरू। यो चाहिँ एक्स्ट्रा पनि राखेको थिएँ खिचडी। कस्तो भयो लाइक कमेन्ट गर्नुहोस् होला, सेयर गर्नुहोस् होला, अनि लाग्यो मेरो च्यानललाई सब्सक्राइब पनि गर्नुहोस् होला। नेवर भाइटिङ सो च्यानललाई सपोर्ट गर्नुहोस् होला सबैले। यता नानीहरू चाहिँ खिचडीको लागि पर्खिरहेको थिए, अनि यता मिसले चाहिँ खिचडी बाँड्नु सुरु गर्नुभयो। सबैलाई टर्न वाइज दिनुहुँदै थियो। यता चाहिँ अर्को मिसले सब्जी लिएर उभिराख्नु भएको थियो, पर्खिराख्नु भएको थियो आफ्नो टर्नको लागि। कतिखेर दिइसक्छ र म बाँडौँ भएको थिएँ मिसलाई पनि। त्यसपछि अर्कोतिरबाट मिसले पनि दिनु सुरु गर्नुभयो खिचडीहरू नानीहरूलाई। यहाँ चाहिँ सबैले खिचडी पाएपछि सबैले इन्जोय गर्दै थिए, खाँदै थिए, सबैले पुरा खुसी थियो। सबैजना मस्ती गर्दै थियो, खिचडी खाँदै आफ्नो पोज देखाउँदै थियो क्यामेरामा। हेर्नुहोस् होला, यहाँ चाहिँ 2जना चाहिँ अलिक लाजाले अनुहार देखाएन मलाई। हेर्नुहोस् होला, यहाँ चाहिँ सबैजनाले खाँदै थिए खिचडीहरू। कस्तो भयो भन्नुहोस् होला, कमेन्ट गरिदिनुहोस् होला। यो चाहिँ खिचडी खाएपछि डान्स सेसन सुरु भएको। हेर्नुहोस् होला, यहाँ नानीले कस्तो नाच्यो कमेन्ट गर्नुहोस्। साह्रै राम्रो नाचेको थियो यसमा चाहिँ। यो चाहिँ अलिकति ग्रुप डान्स हुँदैछ। हेर्नु होला, पुरा जोसमा छ नानीहरू पनि आफ्नो आफ्नो पोज दिँदै डान्स गर्दैछ। यहाँ चाहिँ सबैलाई नानीहरू बिदा भइदिएर हामी चाहिँ खाना बसेको सबै टिचर स्टाफहरू आफ्नो आफ्नो
खिचडीहरू खानाहरू लिएर सब्जीसित खाना सुरु गरेको। कस्तो भयो सबैजना, लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नुहोस् होला। अलिकति तपाईहरुलाई खानाको यहाँ अलिक फोटो देखाइदिउँ। खिचडी सब्जी अलिकति नुन छ, साथमा अचार पनि थियो। ल आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।